काजल लगा भन्ने सोच्यो होला मैले बोतल रक्सी पनि छ होइन पल्ला गरेको पल्ला गाउँको त्यो त्यो माइला छ नि त्यो आरण्य माइला भन्ने हो त्यसको छोरी चाहिँ एकदम भर्खर बिहे गरेर उनीहरूको भाइ थिए अनि तेरो लागि चाहिँ अब त यस्तो लठालिँदो भएपछि त्यहाँ फेरि खान्छु भनेर नभन्छ है त्यस्तो कुरा नगरेस् अनि त्यहाँ चाहिँ छोरी लाग्नुपर्छ अब तेरो पनि बिहे गर्ने अब बेलैमा हेरेर गरिखानुपर्छ है केटा है त्यहाँबाट ल थकाइ पो लाग्यो एकछिन बसौँ अन्त एकछिन बस्छ खै त्यो अघिको त्यो झिक्कार छ हिँड्दा पनि थकाइ पो लाग्न सक्यो त्यो अघिको झिक त त्यो कोसीले अलिअलि खाइहाल ल कान्छा धेरै नखाइ थोरै खा फेरि उता फेरि थाहा पाउँछ कि यो चाहिँ फेरि कोसीले लगिदिनुपर्छ है म कुरा मिलाइहाल्छु कि हातमा ल बाटो लगाऊँ है ल अब चाहिँ ठ्याक्कै हेर कान्छ ऊ त्यो पारीको घर छ नि ऊ हो त्यही घर हो त्यो अब आरण्य माइला घर चाहिँ हो अब त्यहीँनिर जानुपर्छ है ल घरमा को हुनुहुन्छ होला म छु को हुनु त ओहो आज पाहुना आउनुभयो क्या यार आउनुहोस् नमस्कार हजुर नमस्कार नमस्ते बाबु नमस्कार हजुर हामी भित्रै आउँ त हजुर हुन्छ हजुर ल आउनुहोस् ल आउनुहोस् भित्रै बस्नु आउनुहोस् आउनुहोस् ल हजुर ल बसौँ यतातिर ल छोरा यता बस तपाईँको आफन्तीको गाउँदेखि हजुर पारीको गाउँ त्यो पारी देखिरहेको छ नि हजुर हो त्यो गाउँदेखि आएको हामी चाहिँ हजुर अनि उहाँको तपाईँको आफन्ती एउटा साइला भन्ने हुनुहुन्छ नि हजुर हो उहाँले चाहिँ हामी चाहिँ यसो मेरो छोराको बिहे गर्नु पर्यो कोही यसो केटीहरू छन् भने सरसफाइ गर्दा केटो भनेको हजुर उहाँले चाहिँ एउटा मेरो आफन्ती हुनुहुन्छ उता चाहिँ एकजना दाई हुनुहुन्छ माइला दाई भनेर अनि त्यहाँ गएर तपाईँहरू कुरा गर्नुहोस् न भनेर भन्नुभयो त्यही भएर आएको तपाईँको घरमा तपाईँको छोरी रहेछन् अनि त्यही भएर चाहिँ अब मेरो छोराको चाहिँ तपाईँको छोरीको हात माग्न चाहिँ हामी यहाँ आएको हजुर खै छोरा त्यो कोसीले झिक्छ उहाँलाई बुझ लाउनुहोस् हजुर यो चाहिँ हाम्रो कोसीले हाम्रो तर्फबाट ल हजुर यो चाहिँ के हो हजुर आरा छ हजुर होइन हजुर यो चाहिँ के भयो भन्दाखेरि हजुर होइन यसो बाटोमा थकान लाग्यो हजुर अनि त्यसपछि चाहिँ अलि यहाँ त भाषा धेरै दिन भएर नाच्नको अनि छोरा मैले यसो के भन्नुहुन्छ तपाईँ ए हजुर कता तोलाउनु भयो हजुर रक्सी त अलिक आडा भुक्यो म सोचिरहेको छु होइन हजुर तपाईँ चिन्ता नगर्नु न यस्तो यता आदि मात्र हो अनि अरू चाहिँ बाँकी चाहिँ चिन्ता नगर्नुहोस् हाम्रो कुरा फिक्स त हुन दिनुहोस् त्यसपछि तपाईँलाई कति खानुहुन्छ हामी बोतलको बोतल जति हाम्रो त त्यो रक्सीको डिलर पनि एउटा गाउँमा तपाईँको त्यो साइनालाई सोध्नलाई त तपाईँको आफन्तीलाई हाम्रो त्यो डिलर भन्छ आज चाहिँ यसो भन्छ नि हजुर त्यो के भन्छन् भन्दाखेरि अब विश्वास नगरेर आधा रकम पहिला दिने आधा पछि सामान आइसकिदिने गर्छ नि मान्छेहरूले अब हामी पनि त्यही डिलरहरूमा त्यस्तै काम गरेको हजुर अनि त्यही भएर हामीलाई त्यो विश्वास लाग्छ त्यही भएर चाहिँ अब तपाईँलाई चाहिँ यो अहिले चाहिँ आधा त्यसपछि फुल चाहिँ पुरा मिलेको छ है त ल भयो हजुर त्यो सुरुमै मान्छेले आडा ल्याएपछि पछि कसरी पुरा लिन्छ हजुर हामी चाहिँ अलि बिजनेस गर्ने मान्छे हो कि हजुर अनि त्यही भएर तपाईँले बुझ्नुपर्ने हुन्छ अब तपाईँको छोरीले यस्तै सिस्टममा सिक्नुपर्ने हुन्छ क्या हजुर ल पुरा भयो नि त हजुर है ल भोलिको दिनमा चाहिँ तपाईँहरूले यस्तो गर्नु भएन है पुरा ल्याउनुपर्छ है त्यस्तो हुँदैन तपाईँ र हामी मिले पुग्यो क्या हजुर ल अब के सम्झिनुहोस् हजुर त्यो छोरीको बारेमा यसो के कस्तो छ भन्नुहुन्छ कि छोरी अब ए हजुर एउटा कुरा सोध्नुपर्ने थियो ल सोध्नु न हजुर अब सम्झी हुने कुरा मात्र नसोधेर भएन नि त सोध्नुहोस् न त तपाईँको छोरा के कस्तो हो के गर्छन् बाबुले के कस्तो छन् अब भनिदिनु पर्यो त हजुर मेरो छोरा हजुर मेरो छोरा त त्यस्तो केही होइन है हजुर त्यस्तो केही नसोच्नु होला तपाईँले अब मैले भनिसकेँ रक्सीको व्यापार गर्छौँ हामी चाहिँ
अनि त्यही बसमा चाहिँ अलिकति खाने चाहिँ सिकेको थियो हजुर। त्यस्तो धेरै खाँदाखेरि बेला बेलामा त्यो साँझ होइन अलिकति चाख्छ कि हजुर अलिकति चाख्छ अलिअलि खानुपर्छ धेरै खानु भएन त्यस्तो अरू अरू बानी चाहिँ छैन हजुर हजुर। अनि त्यही हो पहिलाको चाहिँ एउटा बिहा गरेको थियो हजुर हजुर। अनि त्यसपछि त्यो जोइबेरी भाग्यो ए पहिला बिहे गरेको हो मागेर फेरि डिभोर्स भइसक्यो हजुर त्यस्तो चिन्ता मान्नुपर्ने छैन हजुर ए दाइ बजा भयो हजुर मेरो छोरी त 5टा पहिला गएर आएको 5टा ए हिँड्छ ए यो रक्सीको बाटोमा हामीलाई खान्छ नगर्नुहोस् हजुर मेरो त अब छोरीको त भविष्य दामानु भइहाल्छ त पापा भएको उसलाई लग्छौँ हामी हिँडेर गएर